तपाईँलाई खोज्न हाले नि पटक पटक मान्छे मर्दाखेरि तपाईँलाई यातना दिएको बिर्सिनु भयो मान्छे पर्दाखेरि मान्छे अप्ठ्यारोमा पर्दाखेरि म खुसी हुन्न मरेको होइन नि त होइन तर एउटा कुरा के थियो भने यही मूर्ति राख्न नदिँदाखेरि दानाबारीमा इलामको दानाबारीमा राख्न खोज्दाखेरि तपाईँको कुरा के हो भन्दाखेरि यहाँको वाइसिएलका राज आङदाम्बी लगायत होइन सबै मिलेर यो मूर्ति राख्न नदिएको लान नदिएको र यो मूर्तिलाई हामीले दानाबारी राख्ने ठाउँमा यहाँ ल्याएर विराजमान गरायौँ यो विराजमान गराएका दिन यहाँ राखेका दिन मैले एउटै शब्द भनेको थिएँ त्यो खोज्नु होला यो मूर्ति राखेको माता तपाईँमा शक्ति छ भने केपी ओली र केपी ओलीको पार्टीको पत्ता साफ हुन्छ सकिन्छ 1 वर्षभित्रमा भनेको थियो 2 वर्षमा आज जेल पनि गए है र तपाईँले अघि भन्नु पनि एउटा शब्द दुर्गा प्रसाद खुसी हुँदैन कहिले पनि र एउटा कुरो अब म एउटा कुरो भन्छु यी मातालाई साँची राखेर जसरी हिजो 2058 साल जेठ 19 गते हाम्रा प्यारा राजा रानीको हत्या है राष्ट्रवादी नेता मदन भण्डारीको हत्या है देखि लिएर श्रृङ्खलाबद्ध जसरी यिनीहरूले अपराध गरे नि जस्तो राज परिवारको अन्त्य भयो नि राजा हटाएको पाप कराएको